भयो रेकर्ड भइसक्यो ए पर्खिनु 15 हुन दिनु सो गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग र आजको भ्लगमा हामी ट्रिपमा जाँदैछौँ र त्यो ट्रिप कहाँको तपाईँले छिट्टै थाहा पाउनुहुन्छ र ट्रिपमा जानुभन्दा अगाडि हामी आफ्नो पहिला पेट भराउँदैछौँ र त्यो पेटको सुरुवात चाहिँ हाम्रो थुक्पाबाट हुँदैछ र हामीसित प्रबल दादा नि हुन्छ दादाकै च्यानल हो र अब हाम्रो ट्रिप कस्तो हुन्छ र कति रमाइलो हुन्छ त्यो तपाईँले अपकमिङ ब्लग्समा हेर्नुहुन्छ र त्यसको लागि चाहिँ तपाईँ भ्लगमा अन्टिल भइराख्नु होला अन्टिल द इन्ड हैन अनि ट्रिप कस्तो हुन्छ र तपाईँलाई कस्तो रमाइलो हुन्छ हेर्नु होला सो बाई बाई र ट्रिप ओभर हाम्रो रमाइलो हुन्छ हैन गाइज सो ट्रिपको लागि चाहिँ तपाईँ दामी ल मलाई भन्न आएन सो ट्रिपको लागि चाहिँ तपाईँ रेडी भएर बसिराख्नु हामी कतिको रमाइलो गर्छौँ तपाईँलाई देखाउँछौँ सो पिस आउट अहिलेको लागि चाहिँ हाम्रो टुर अब एकछिनमा सुरु हुन्छ अहिले यस्तै 12:30 बज्न आँटेको छ र हामी प्रज्ञा आमा बुवालाई कुरिरहेको छौँ। हामी भारतको यहाँबाट 22 किलोमिटर छ जोगबनी नाका छ त्यहाँबाट रेलमा 2:45 मा चढ्छौँ र चितपुर भन्ने ठाउँ वेस्ट बेङ्गालको कोलकाताको चितपुर भन्ने ठाउँ पुग्छौँ ल त्यही हो अहिलेको लागि हेलो गाइस वेलकम ब्याक म चिन्नुहुन्छ होला को मैले भनेको थिएँ मेरो नाम नबिर्सिनु सब्स्क्राइब गर्ने त्यहाँ हामी चाहिँ यो म्याजिकमा जाने हो अहिले सबजना मिलेर मजाले अनि के भन्नु छ तपाईँलाई म फेमस हो ल हजुरलाई केही भन्नु छ केही भन्नु छैन दर्शन गर्नु जाँदैछु हजुर त्यही भोलि शङ्करनाथ त्यही भोलि शङ्कर यो भनेको यो स्कुल जाने हामी अहिले जोगमुनि आइसक्यौँ अब यहाँबाट हामी रेलवे स्टेसनमा जाने हो रेलवे स्टेसनबाट हामी कलकत्ता जाने कलकत्ताबाट हैदराबाद जाने हैदराबादको के भन्छ मल्लिकार्जुन जाने मल्लिकार्जुनबाट फिल्म सिटी जाने है गाई अहिले हामी जोगमुनिको जोगबनीको रेलवे स्टेसनमा छौँ र शीतल शीतलै छ अहिले अब ट्रेनमा त एसी नै हो भरे त एसी बिना भइरहेको क्या होइन जोग गरेको एसी नै हो अनि जोगमनीलाई बङ्गालीमा के भन्नु थाहा छ के बस बनी भन्छ हावा गफ खानेको अब बस बनी भन्छ खै त्यो चाहिँ मलाई थाहा भएन ओ एटिएम छ एटिएमबाट निकाल्नु एटिएम नै रहेछ त ब्याङ्क अफ बडोदा ल अब एटिएमबाट सट्टा निकाल्ने हो अब ट्रेनमा जाने हो हामी येल्लो कलर टाइपको यहाँ म ठ्याक्क यहाँको दादा चाहिँ पहिला 8 क्लासमा आउनुभएको थियो अरे जोगमनी फर्स्ट टाइम अनि अहिले यो चाहिँ सेकेन्ड टाइम अरे त्यही हो ल हेलो गाई भिडियो रेकर्ड गर्न पाउँदैन भएन अरे क्या हामी ट्रेनभित्र बसिसक्यौँ अब चप्पल लगाइसक्यौँ जुत्ता खोलेर मजाले अब यहाँदेखि हाम्रो यात्रा सुरु हुन्छ यस्तै कति बज्यो अहिले 3 बजेदेखि सुरु हुन्छ होला यहाँदेखि अब भोलि पुगिन्छ जस्तो लाग्यो मलाई केही पनि थाहा छैन टाइमहरू मजाले अब ट्रिपमा घुम्ने हो त्यही हो उहाँले फेसवास पनि लिएर आउनु भएन ब्रस पनि लिएर आउनु भएन केही पनि लिएर आउनु भएको छैन सबै मेरो स्कुटीको डिक्कीमा छुटेछ अब टिपिरहेको छ अनि फेसवास पनि लिएर आएन त्यो त मैले पनि ल्याउनु बिर्सेँ त्यो त मैले काठमाडौँबाटै ल्याउनु बिर्सेँ फेसवास गाइस मैले सब स्कुटीको डिक्कीमा छोड्दै हामी आउनुभन्दा अगाडि स्कुटीमा एकछिन घुम्न आएको थियौँ अनि मैले त्यही निकाल्छु भनेर त्यही राखिदिएको छु अनि हतार भयो निस्किँदा बिर्सेँ त के हो यो वाटरम्यान
सब्सक्राइब लाइक आउनु अगाडि आउँछु नि त लाइक खान म मन पर्दैन अहिले बिहानको 3:30 बजेको छ र अहिले हामी कलकत्तामा स्टेसनमा आइसक्यौँ। अब यहाँबाट फेरि हाम्रो कति मिनट या घन्टा कति कुर्नुपर्छ वेटिङ रुममा, अनि त्यहाँदेखि फेरि अर्को ट्रेन चढेर अर्को ठाउँ जानुपर्छ। त्यति बेलासम्म अब वेटिङ रुममा हामीले खाने पिउने हाँस्ने रमाउने खेल्ने सबै गर्नुपर्छ। त्यतिसम्मको लागि हेर्दै गर्नु होला के गर्छौँ। माउन्ट एभरेस्ट चढे जस्तै भयो त हो यो दुईटा बोकेर एक्सरसाइज भयो बुनु साढे 8 बजेको ट्रेन छ हाम्रो र हामी भर्खर कति बज्यो अहिले 4:45 भयो भर्खर बिहानको। अब के गर्नु त रेलवे स्टेसनमा बसेर झ्याउ मात्र हुन्छ। त्यही भएर अब हामी चाहिँ बाहिर रोडतिर निस्क्यौँ। अब यता कफीहरू खान्छौँ, यता एक राउन्ड डुल्छौँ अनि बल्ल भित्र जान्छौँ। त्यति बेलासम्म चाहिँ हेर्दै गर्नु होला है। स्टे ट्युन। यहाँ 2 जना छन् डुल्ने हो अब चाहिँ मजाले। हामीले अघि त्यो चाउमिन र छोला भटुरा जम्मा 105 रुपियाँमा खाएको है। दहीको होइन काटिसक्यो हल्का। दहीको कति काट्यो त्यो चाहिँ थाहा भएन। अहिले काउन्ट गर्नुपर्छ एकछिन पैसा। कफीको जम्मा 20 रुपियाँ, 40 दुईटाको 40। कति सस्तो क्या, वाइल्डले सस्तो। तर मिठो थिएन चाउमिन। भेज चाउमिन चाहिँ चाउमिन मिठो थिएन तर छोला भटुरा चाहिँ मिठो थियो। जस सस्तो छ क्या, इन्डिया धेरै सस्तो छ। यहाँ त 500 रुपियाँ बोकेर हिँड्यो भने कति धेरै लाग्छ एकदमै। चाउमिन अलरेडी पिरो थियो अनि त्यसमा झन् सस हालेको अझै त्यो नमिठो भयो पिरो मिक्स। हामी यत्रो डुलेर पनि घुम्दा 3-4 राउन्ड घुमिसक्यौँ बाहिर गएर आएर पनि। अझै भर्खर 7 बज्न आँटेको छ, बल्ल 8:30 को ट्रेन। पागल भइसक्यो हामी त कुरेर डोलेर अब त वाक्कै लागिसक्यो। अहिले साँझको 6 बजेको छ र हामी अब भोलिसम्म बिहान 10 बजीसम्म ट्रेनमै हुन्छौँ। यसरी नै अब पल्टेको बसेको बसै, अरू केही कामै हुँदैन। गाह्रो छ ट्रेनमा नि, तर धुलो धुवा चाहिँ खाइँदैन। बस जतिको गाह्रो चाहिँ हुँदैन। एसीमा रमाइलो हुन्छ, एकदमै चिसो छ। म यता तलतिरको अब भ्यू देखाउँछु। म अहिले माथिको डेकमा छु होइन, हेर्दै गर्नु होला। हेलो स्विगीबाट ट्रेनमै गरेको बिरयानी आइपुग्यो पूर्वान्बाट। अनि यता पिज्जा पनि आइपुग्यो। पिज्जा अनि म चाहिँ कहाँ बसेर खाऊँ त? हाम्रो माइजूको आज फ्राइडे परेर चाहिँ एकदमै बोर भइरहेको छ।
यता एउटा ल्याउनु न त्यो ग्रेभी हो हैदराबाद दम बिरयानी अरे ग्रेभी त आएन नि हेलो लि भन्दा लिस हेलो र हामीले चाहिँ भर्खरै स्विगीबाट अर्डर गरेको थियौँ पिज्जा र बिरयानीहरू र हामी त इन्डिया आएको छौँ अब नेपालीहरूलाई ठग्नु त पर्यो अनि बाबाले जुन अर्डर गर्नुभएको थियो त्यसमा चाहिँ एउटा किन्दा बाई 1 गेट 1 फ्री थियो एउटा किन्दा एउटा फ्री अनि यहाँ चाहिँ एउटा मात्र पठाइदिएको छ अनि बाबाले यहाँ कन्ट्याक्ट गर्नुभएको छ अब के भन्छ अनि अहिले हामी बहरमपुरमा छौँ हाम्रो ट्रेन बहरमपुर भएर हिँडिसक्यो अब हामी भोलि बिहान 10 बजे पुग्छौँ हैदराबाद र त्यहाँदेखि फेरि 5 घन्टाको बस छ मन्दिर जानको लागि अनि त्यहीँबाट हामी मन्दिर गएर फेरि फर्किने हो अनि मेरो स्कुल हुन्छ अनि फेरि ब्याक टु नर्मल लाइफ सो अब चाहिँ हामी खान्छौँ होला र त्यसकै देखाउँछु तपाईँलाई फुटेजहरू अब हेर्नु होला राति छ भने हेर्नु होला बिहान छ भने चाहिँ पकाएर खाजाने हुन्छ हामी नेपालको 10:15 बजे सिकन्दराबाद आइपुग्यौँ अब यहाँबाट थोरै यसो भोजन गरेर हामी सपरिवार सरिसैलम मल्लिकार्जुन भगवानको दर्शनको लागि प्रस्थान हुन्छौँ त्यहाँ हामी लगभग 5 घन्टाको सफर गर्छौँ गाडीबाट अनि त्यहाँ आज एक दिन त्यहाँ हाम्रो विश्राम हुन्छ नाइट स्टे हुन्छ र भोलि दर्शन गरेर हामी फर्किन्छौँ अहिलेको लागि यति नै बाटोमा हामी गफ गर्दै गर्छौँ ल उदाइन यहाँ यो होइन सिकन्दरबादको बिरयानी गाई कहाँको सिकन्दरबाद प्रज्ञा यहाँको फेमस चाहिँ होइन हामीलाई एउटा बिरयानी पुगेन फेरि अर्को बिरयानी मगाएको फेरि खाइरहेको छौँ नेक्स्ट लट खाएको खाइ मिठो छ मिठो हेलो बिरयानी यहाँ लास्ट सिटमा हामी छौँ प्रज्ञाको बिजोग भएर प्रज्ञा अगाडि गयो अहिले भर्खर यहाँ सुमिरा यसरी बसिरहेको छु अस्मिको खुट्टा यहाँ छ यहाँ बसिरहेछ म चाहिँ यहाँ छु अब म नि ढल्किन्छु एकछिनमा रमाइलो भइरहेछ छैन ल ठिक छ गोप्रोको चार्ज पुरै डाउन भयो त्यही भएर मैले फोनबाट अहिले भिडियो बनाइरहेको हामीले यहाँ कुन बात थियो सिकन्दरबाद हो जस्तो लाग्यो खै कुन बात हो सिकन्दरबाद सेन्ट म्यारिज रहेछ सिकन्दराबाद रहेछ त्यहाँ चाहिँ हामीले बिरयानीहरू खाएर अब हामी मल्लिकार्जुनको लागि निस्केको अब यहाँदेखि 5 घन्टाको ड्राइभ हो हाम्रो अस्पेजी हुनुहुन्छ यता सुमिरन र प्रज्ञा बुवा आमा ठुलो मम्मी मामा चाहिँ अगाडि उसको नाम त रङ्गिलो हुनुपर्छ रङ्गिलो अम्बा मिठो छ भन्दै खाइरहेको थियो मुखमा त आँगरा एकचोटि मुखमा किरा पर्यो अम्बाभित्र उल्टी गर्यो उसले अम्बाको गर्दै प्रज्ञा अम्बा मिठो छ
भर्खर 2 घन्टा भयो होला अझै 3 घन्टा बाँकी छ अझै 3 घन्टा बाँकी छ गाह्रो हुन्छ कहिले पुग्ने हो होटल गएर नआउन मन लागिसक्यो यस्तै हो गाह्रो छ तपाईँलाई म यहाँ नजारा देखाउँछु पछाडिको सिट राम्रो हुन्छ हामीले लिएको यस्तो बिजुक छ अगाडि पनि देखेको दादा अगाडि माम बाबाले चाहिँ मत छ अगाडि बस्नु नेपाली फुल छैन है नाइस नाइस काम गर्ने भनेको मैले नेपाली काम गर्ने यहाँ केही छैन पछि तिमी आउनु भाडा सही सही अघि टोइलेट गर्न गयो भने टोइलेटबाट उता ढल्लै फुटाइदिएको हो अनि यहाँ लाग्छ नि यो धुपको कालोमा सेम 100 थियो त्यहाँ यति टाइम लाग्यो होइन त्यहाँ सनसिल्कको त्यो स्याम्पू थियो कि त्यो फ्याल्दिन आँटेको त्यही नुहाउनु गङ्गाजल त्यही नुहाउनु भनेर टोइलेटको पानी अन गरेर त्यहाँ स्याम्पू व्याम्पू लगाएर अनि सोही नुहाएर फ्राई राइस मिठो छ यस्तै वाला लु बिरयानी हाल अब त तैन गम खाने दाल आउँदैछ दाल हाल यो हाल म दाल खाँदैन म అన్ని సర్వదర్శనాలు తెలుపుదర్శనమైనవి కావున భక్త మాటలు గమనించుకోవాల్సిందిగా తెలియజేస్తున్నాం. अहिले हामी मन्दिरको एरियातिर भित्र छिरिसक्यौँ तर म चाहिँ भित्र जाँदिनँ बाहिर नै बस्छु अनि मामाइजू हामी आमा सुमिरा अब प्रज्ञा सबजना गइन्छ म चाहिँ एकछिन बाहिर बसिरहेको छु त्यस पछाडि तर मन्दिरको एरिया चाहिँ एकदम मजाको छ एकदम खुल्ला ओपन अनि धेरै लामो टुर थियो 5-6 घन्टाभन्दा बढी नै भयो है 7 घन्टा भयो क्या होइन अनि मलाई यहाँको यो ढोल यो के भन्छ हाम्रो इडरीतिर त ढोल भन्छ यो यतापट्टिकोलाई चाहिँ के भनेको जस्तो नि बजाएको क्या दामी लाग्छ यो सुन्न चाहिँ पाएको भए दामी हुन्थ्यो अब अहिले फर्किँदाखेरि के हुन्छ हेरौँ ल मन्दिरतिर नि बजाउँछ नि त धेरै सिउ ल बाई बाई सबजनाले मन्दिर दर्शन गरिसक्यो मैले चन्दन चाहिँ लगाएँ होइन चन्दन लगाउँदा त केही पनि हुँदैन होला अहिले हामी चाहिँ यहाँ बजारतिर आएको छौँ नाइट बजार हो यहाँको मालाहरू यताउता ब्रेसलेटहरू सब पाउँछ अनि मामाइजूहरू चाहिँ यतातिर हेर्दै हिँड्छ होइन ओए टोकाटोक हुने भयो ओए कुकुरले यहाँ टोक्न थाल्यो यहाँको मार्केट चाहिँ एकदम रमाइलो छ हेर्दा पनि सुनको जस्तो देखिने चेन जम्मा 100 रुपियाँ आइसी अब यहाँको अब सामानहरू हेर्दै जाने डुल्दै जाने यो हो सुनभन्दा कम छैन हराइमा डर छैन होला त्यही यो हेर्दै गर्नु होला रमाउँदै गर्नु होला भ्लग हेलो सुन्दै हेलो म्यान गाइस चाहिँ मैले कति रुपियाँ किनेको भाडा 100 रुपियाँमा ओन्ली 100 रुपियाँ हाम्रो पसलमा आउन सक्छ खोइ हेर्दा सुन हेर्छ 100 रुपियाँमा बिल्कुल 100 रुपियाँ टेन्सन फ्री तर तपाईँले चाहिँ मलाई 1 लाख दिनुहुन्छ म सबैलाई 100 रुपियाँ ल्याइदिन्छु ढुक्क हुनु यतिमा चाहिँ यस्तो दामी बोतल खानालाई दिइरहेको छ ल गाइस मेरो किन्न मिल्छ भने किनौँला गाइस मेरो यो खानालाई दिएको है अहिले गाइस खानालाई मैले 2 चोटि गाइस भनिसकेँ यता क्यामेरा फर्कायो मेरो यो लुङ्गी अलिक ठुलो छ कि यो भित्र हालेर लगिदिनु अनि चोरहरू यो तानेर झुक्केला नि फेरि यो लग्ला अनि म चाहिँ हेरिबस्छु मलाई त बाल लाग्दैन 100 रुपियाँको मात्र माल लाग्छ
मलाई त बाल छैन त्यसैले फाइदै भयो किनेको नि अब मसला ढोसा आउँदैछ डोसा हो डोसा ढोसा होइन त्यही त डोसा त्यही त त्यो खानुपर्छ अब त्यही त हामीले पात्दैन कहिले पात्दैन एउटा फोटो म तपाईँलाई देखाउँछु उहाँ हाँसेको फोटो गर्दै हाँस्छु यसरी हाँस्छौ के भयो पकौडा मिठो होइन पकौडा मिठो छैन हेरेर त मिठो छ त धमाधम ल पेट चाहिँ पड्किने मात्र बाँकी छ अस्वी र प्रज्ञाले त चाउमिन सकेन सुमिरन र मैले चाहिँ बुवाले खान सक्दिनँ भात अझै खाएको त धन्दै मरेन पागल भइसक्नु धन्य भएर फ्रीको भएर फ्रीसँग खाएको मैले के अहिले के वफल